ल आज चाहिँ हामी नेपालमा पालन गरिएका माछाहरूको बारेमा तिनका विशेषताहरू र माछा कसरी पहिचान गर्ने भन्ने विषयमा पढ्छौँ र सुरु गरौँ है त। सर्वप्रथम इन्ट्रोडक्सनबाट नेपालमा पालन गरिएका माछाहरूको कुल प्रजातिहरू 252 स्पेसिस छन्, जसमध्ये चाहिँ 237 स्पेसिस चाहिँ स्वदेशी माछाहरू हुन् भनेपछि 15वटा माछाहरू चाहिँ एक्जोटिक अथवा विजेटिक स्पेसिसहरू हुन्। त्यसमध्ये पनि हाम्रो 16वटा माछा चाहिँ नेपालमा मात्र पाइन्छन् र 15वटा माछाहरू चाहिँ हाम्रो बाहिर हैन एक्जोटिक स्पेसिस बाहिरबाट आयातित गरिएको हो र ती माछाहरूलाई चाहिँ मेजर रूपमा कल्टिभेट गरिएको छ। 3 भागमा विभाजन गर्दाखेरि इन्डिजिनियस अथवा इन्डियन मेजर कार्प आइएमसी भनेर हामीले रहु, नैनी र कत्तललाई भन्छौँ भनेपछि चाइनिज कार्पमा सिल्भर कार्प, बिगेट कार्प र ग्रास कार्प, त्यस्तै गरी युरोपियन कार्पहरूमा कमन कार्प लगायत अन्य कार्पहरू छन् र यी सबैहरूमा नेपालमा चाहिँ व्यावसायिक रूपमा पालन गरिएका माछाहरू चाहिँ मूलत हाम्रो कार्प स्पेसिसहरू नै छन्, लगायत ट्राउट, क्याटफिस र टिलापिया पनि पालन गर्दै आइरहेको छ। अब हामी चाहिँ सर्वप्रथम कमन कार्प अथवा साइप्रिनस कार्पियोको बारेमा पढ्नेछौँ है। साइप्रिनस कार्पियोलाई नेपालमा चाहिँ 1956 र 1960मा इन्डिया र इजरायलबाट आयातित गरिएको हो। यसमा चाहिँ मुख्यतया यसका दुईवटा भेराइटीहरू छन्। कमन कार्पको एउटा जर्मन कार्प भन्छ, जसको साइन्टिफिक नाम चाहिँ साइप्रिनस कार्पियो अथवा साइप्रिनस कार्पियो भेराइटी कम्युनिस भन्छ भन्दाखेरि इजरायली कार्प मिरर कार्प पनि भन्छ, त्यसलाई चाहिँ साइप्रिनस कार्पियो भेराइटी स्पेकुलारिस। र तपाईँहरूले सजिलोसँग सम्झनका निमित्त हाम्रो सी साइप्रिनस कार्पियो त हाम्रो कमन भइहाल्यो हैन। अनि त्यसपछि जी जर्मन कार्पको चाहिँ कम्युनिस्ट हुन्छ भनेपछि हाम्रो आइएस इजरायल कार्पको चाहिँ, जसलाई मिरर कार्प पनि भनिन्छ, यसलाई चाहिँ स्पेकुलारिस आइएस स्पेकुलारिस भेराइटी चाहिँ यो हो। नेपालमा यो दुई प्रकारका कमन कार्पहरू पालन गरिएको छ। अब माछाहरूलाई हामीले पहिचान गर्दाखेरि यो हाम्रो साइप्रिनस कार्पियो भेराइटी स्पेकुलारिसको यो प्रजाति हो भनेपछि अलिकति मोटो स्केल र हाम्रो चाहिँ कम्युनिस्टको चाहिँ यो एकदमै फाइन यो स्केल भएको चाहिँ हाम्रो कम्युनिस्ट जातको माछा हो। अब यसका केही क्यारेक्टरिस्टिक्सहरू विशेषताहरू चाहिँ हामी पढ्छौँ। यसको बडी चाहिँ के हुन्छ भन्दाखेरि यो भाग चाहिँ डिप र के पनि छ भन्दाखेरि फ्ल्याट हुन्छ। यो बडी डिप चाहिँ सर्ट एन्ड स्मल हेड हुन्छ, छोटो र सानो हेड हुन्छ। त्यस्तै गरी बडी कलर भ्यारी फ्रम सिल्भर टु ओलिभ ग्रिन भन्छ। यसको चाहिँ कलर चाहिँ ओलिभ ग्रिन, अलिकति यो तेल कलरको भनौँ हैन। त्यस्तै गरी ग्रे अन साइड, यो साइडमा चाहिँ ग्रे हुन्छ, यो साइडमा चाहिँ ग्रे हुन्छ साइडमा चाहिँ। माउथ इज सकर लाइक फरवार्ड प्रोट्रुडिङ। यसको माउथ कस्तो हुन्छ भन्दाखेरि यो भित्रदेखि आउने भएकाले, भित्रसम्म यो अट्याच भएकाले चाहिँ प्रोट्रुडिङ भन्छ यसको टेक्निकल टर्म चाहिँ। र 2 पेयर्स अफ म्याक्सिलरी बार्बल हुन्छ यसमा। कमन कार्पमा 2 पेयर्स म्याक्सिलरी बार्बल हुन्छ। डोर्सल फिन इज लङ विथ अ सार्प स्पाइन। यसको डोर्सल फिन चाहिँ के हुन्छ भन्दाखेरि लङ एन्ड सार्प स्पाइन। बटम फिडर, यो चाहिँ बटम फिडर र ओम्निभरस नेचरको हुन्छ। यसको ग्रोथ रेट चाहिँ एनुअल्ली 2 देखि 3 केजी हुन्छ भन्दाखेरि लार्जेस्ट साइज 50 सेन्टिमिटर 18 केजीको सम्म यसको चाहिँ माछा भेटिएको छ। यो चाहिँ मल्टिपल ब्रिडर हो। 1 वर्षमा 5 चोटिसम्म यसले चाहिँ प्रजनन गर्न सक्छ। पिक ब्रिडिङ सिजन, यसको प्रजनन समय चाहिँ मुख्यतया दुईवटा सिजन छ। हाम्रो चाहिँ मार्च अप्रिल अथवा हाम्रो फागुन चैत हो भनेपछि तराईमा, हिलहरूमा चाहिँ अप्रिल मे।
तिर हिलमा चाहिँ अप्रिल मे हो। त्यस्तै गरी सेप्टेम्बर अक्टोबर इट एनदर मन्थ फर ब्रिडिङ भन्छ। अर्को मन्थ हो चाहिँ यसको सेप्टेम्बर अक्टोबर हो र इट ब्रिड इजिली इन पोन्ड। यसले चाहिँ सजिलैसँग प्राकृतिक रूपमा चाहिँ पोन्डमा प्रजनन गर्न सक्छ। त्यस्तै गरी अब अर्को छ हाम्रो सेकेन्ड कार्प छ नेपालमा पालन गरिएको माछा हो ग्रास कार्प, जसको साइन्टिफिक नेम सेटेनोफ्रेङ्गोडन आइडेला हो। यो माछालाई चाहिँ सन् 1967मा इन्डियादेखि र सन् 1968मा जापानदेखि ल्याइएको हो। यसको बडी चाहिँ के हुन्छ भन्दाखेरि सिलिन्ड्रिकल र ठुलो ग्रिनिस स्केल हुन्छ। टाउको अलि ठुलो हुन्छ भनेपछि यसमा बार्बेल हुँदैन है, ग्रास कार्पमा बार्बेल हुँदैन र यसको माउथ चाहिँ सब टर्मिनल माउथ हुन्छ। टुथलेस माउथ विथ स्पेसलाइज फेरेन्जियल टिथ चाहिँ यसको फेरेन्जियल टिथ एट्याच भएको हुन्छ, फेरेन्जियलमा भएको हुन्छ। यो हाम्रो ग्रास कार्प हो। यो अलिकति ग्रिन, यो अप्पर पार्ट इज ग्रिन कलरको हुन्छ। अब यो चाहिँ कोलुम फिडर फिस हो होइन, मार्जिनल फिडर अथवा कोलुम फिडर पनि हो। यो हर्बिभोरियस, अभियसली ग्रास कार्प भन्ने बित्तिकै हर्बिभोरियस फिस भइहाल्यो। इट इज अ भोरासियस फिडर। भोरासियस भन्नाले यसलाई चाहिँ अलिकति आफ्नो जुवेनाइल स्टाइलमा चाहिँ अलिकति बढी नै खाने माछा हो। 50 to 60% वेट पर डे। यसले चाहिँ आफ्नो वेटको 50 देखि 60% फिड चाहिँ खान्छ एक दिनमा। यसको फास्ट ग्रोइङ फिस हुन्छ चाहिँ यसले चाहिँ 1 देखि 2 केजीसम्म एटेन्ड गर्छ प्रति इयरमा। लार्जेस्ट साइज चाहिँ यसको कति हुन्छ भन्दाखेरि 1.5 मिटर टु लार्जेस्ट 1.5 मिटर र 50 केजी भएको माछा चाहिँ पाइएको छ अहिलेसम्म। सिजनल ब्रिडर यो पनि म्याच्योर इन 2 to 3 इयर्स, 2 देखि 3 वर्षमा यो परिपक्व हुन्छ भन्दाखेरि यसलाई आर्टिफिसियल ब्रिडिङ पनि गरिन्छ होइन। र ब्रिडिङ सिजन इज यसको अप्रिल मे र वाटर टेम्परेचर 22 देखि 27 डिग्री सेल्सियस हो। त्यस्तै गरी अर्को छ अब हाम्रो सिल्भर कार्प। सिल्भर कार्प भनेपछि हाम्रो हाइप्रोपियाज थाल्मिकथिस मोलिट्रिक्स यसको साइन्टिफिक नेम हो होइन। यसलाई चाहिँ सन् 1967 देखि इन्डिया र सन् 1968 देखि जापानदेखि सँगै हाम्रो ग्रास कार्प सिल्भर कार्प पनि इन्डिया र जापानबाट नै ल्याइएको हो। रेस्पेक्टिभली 1967मा इन्डियाबाट ल्याएको हो भनेपछि 1968मा जापानबाट नेपालमा आयातित गरिएको हो। यसको बडी चाहिँ के हुन्छ भन्दाखेरि फ्ल्याट एन्ड यसको ल्याटरली साइड चाहिँ कम्प्रेस हुन्छ विथ सिल्भरी स्मल स्केल। स्केल चाहिँ स्मल हुन्छ, सानो हुन्छ र टाउको पनि सानो हुन्छ। यसमा चाहिँ बार्बेल यसमा पनि हुँदैन। ग्रास कार्प जस्तै गरी माउथ अपटुन विथ लङ्गर लोवर ज होइन। यो ज चाहिँ अलिकति लामो हुन्छ। एब्डोमिनल किल इज कम्प्लिट भन्छ होइन। सिल्भर कार्पमा एब्डोमिनल किल इज कम्प्लिट भन्नाले के हो भन्दाखेरि तपाईँहरूको यो भाग छ नि, यो रोक्नुहोस् है, हो यो हो हाम्रो बिगेट कार र सिल्भर कारको मेन फरक। यसमा चाहिँ एब्डोमिनल किल यो हुन्छ नि, यो कम्प्लिट यहीँसम्म हुन्छ भन्दाखेरि हाम्रो अर्को बिगेट कारमा चाहिँ यहाँ इन्कम्प्लिट भएको हुन्छ। यो चाहिँ है, यो मेन डिफ्रेन्स बिट्विन बिगेट कार्प एन्ड सिल्भर कार्पको फरकमा चाहिँ यो छ। त्यसपछि के भनेको छ भन्दाखेरि पोस्टेरियर मार्जिन अफ पेक्टोरल फिन डज नट एक्सटेन्ड बियोन्ड द बेस अफ पेल्भिक फिन। यसले चाहिँ के गरेको हुन्न भन्दाखेरि डज नट एक्सटेन्ड बियोन्ड द, यो चाहिँ हो यहाँसम्म पुगेको हुँदैन। यो पेक्टोरल फिन चाहिँ पेल्भिक फिनसम्म पुगेको हुँदैन भनेको छ है। अब चाहिँ यो एब्डोमिनल किल भयो, यसको यो ब्याक साइडबाट हेर्दाखेरि भयो। इट इज अ सर्फेस फाइटोप्लाङ्क्टन फिडर हो यो माछा चाहिँ। त्यसरी यसको ग्रोथ 1 वर्षमा 1 देखि 2 केजी हुन्छ भनेपछि यो पनि सिजनल भेरिएट हो। 2 देखि 3 केजीमा परिपक्व भइसक्छ। आर्टिफिसियल ब्रिडिङ इज डन बाई हाइपोफाइसेसन द्वाराबाट चाहिँ यसको प्राकृतिक यसको आर्टिफिसियल ब्रिडिङ गरिन्छ। ब्रिडिङ सिजन चाहिँ अप्रिल टु जुन एन्ड टेम्परेचर चाहिँ बेस्ट 22 to 28 डिग्री सेन्टिग्रेड हुन्छ। यसको चाहिँ मेजर प्रब्लम चाहिँ के हुन्छ भन्दाखेरि यसले स्टेज इन्टोलिरेन्सको चाहिँ मेजर प्रब्लम हुन्छ। यसमा चाहिँ फाइटोप्लाङ्क्टन पनि खाने भएकोले यसलाई चाहिँ मेजर प्रब्लम चाहिँ स्टेज इन्टोलेसन हुन्छ। त्यस्तै गरी अर्को आउँछ हाम्रो अब बिगेट कार्प।
ब्रिगेड कार्पको वैज्ञानिक नाम अथवा साइन्टिफिक नेम चाहिँ हाइपोपियास थाल्मिथिस नोबिलिस हो। यसलाई पनि 1969 देखि अमेरिका र 1972 देखि हङ्गेरीबाट नेपालमा आयातित गरिएको हो। यसको बडीको पहिचान गर्दाखेरि फ्ल्याट बडी होइन, ल्याटरली कम्प्रेस्ड एन्ड कभर बाई स्मल सिल्भरी स्केल, हेड लामो एन्ड म्यासिभ, एकदमै कम्प्याक्ट भएको हुन्छ भन्दाखेरि बार्बल यसमा पनि हुँदैन, ब्रिगेड कारमा पनि मार्बल हुँदैन। अनि अपटर्न माउथ विथ लोअर जो लङ्गर देन अप्पर, एब्डोमिनल किज इन्कम्प्लिट, मैले अघि पनि भनिसकेँ यो एब्डोमिनल किज इन्कम्प्लिट हुन्छ, यसको ब्याक साइडबाट हेर्दाखेरि इन्कम्प्लिट हुन्छ यो एब्डोमिनल किल चाहिँ, भनेपछि हाम्रो सिल्भर कारमा चाहिँ कम्प्लिट हुन्छ। ग्रोथ 1 to 2 kg इन 1 इयरमा 1 देखि 2 केजीसम्म हुनसक्छ। यो पनि सर्फेस फिडर र जुप्लान्टम फिडर हो। सिजनल ब्रिडर, म्याचुर इन 2 to 3 इयर्समा यो परिपक्व हुन्छ। ब्रिडिङ सिजन चाहिँ मे टु जुलाई हो भनेपछि वाटर टेम्परेचर बेस्ट 24 to 28 डिग्री सेन्टिग्रेड। दिस फिस इज डोसाइल एन्ड हार्डी फिस फर ट्रान्सपोर्टेसन एन्ड ह्यान्डलिङ। यो फिसलाई चाहिँ हामीले यति कुनै ठाउँमा ट्रान्सपोर्टेसन गर्दाखेरि यसले चाहिँ अलिकति डोसाइल एन्ड हार्डी टाइपको नेचर देखाउँछ। अब हाम्रो आइएमसी इन्डियन मेजर कार्प मध्येको रहु, लेबियो रोहिटाको बारेमा हामी यसको पहिचान र केही बायोलोजीहरू भन्न गइरहेका छौँ। टेस्टी अमङ द कल्टिभेटेड कार्प इन नेपाल। नेपालमा पालन गरिएका माछाहरूमध्ये एकदमै टेस्टी माछा चाहिँ रहु माछा हो। इलोङ्गेटेड एन्ड सिलिन्ड्रिकल बडी हुन्छ यसको चाहिँ, स्मल पोइन्टेड हेड, subterminal mouth and 1 pairs of maxillary barbel which is concealed in the lateral group. lip are thick, यसको चाहिँ ओठ चाहिँ मोटो हुन्छ र फ्रिङ हुन्छ र 1 पेयर चाहिँ लुकेको बार्बेल हुन्छ यसमा चाहिँ। बडी कलर इज डल रेड, यो हुन्छ अन द साइड एन्ड व्हाइटिस अन बेल्ली, यो हुन्छ चाहिँ हाम्रो यो लिप्स चाहिँ यो प्रकारको हुन्छ, यस्तो टाइपको फ्रिङ पाएको यो। त्यसपछि रहु इज कोलम फिडर, चाहिँ कोलम फिडर हो। अल्गी खाएर ब्राउजर, ढुङ्गाहरूमा टाँसिएको लेउहरू खाने भएकाले ब्राउजर गर्छ। फिड एन्ड प्लान्ट मेटेरियल्स इन्क्लुडिङ डिकाइडिङ भेजिटेसन, फिलामेन्टस अल्गी, पेरिफाइटोन इटिसी, यस्ता चिजहरू चाहिँ यसले बढी के गर्छ भन्दाखेरि कन्ज्युम गर्छ। ग्रोथ इज स्लोअर एज कम्पेयर टु अदर कार्प, यो चाहिँ मुख्यतया हर्बिभोरस फिस भएकाले चाहिँ अन्य कार्पको तुलनामा यसको ग्रोथ अलि स्लो हुन्छ। जब 1 इयर्समा 900 ग्रामसम्म वृद्धि हुन्छ। लार्जेस्ट साइज चाहिँ 1 मिटरको र 30 केजीसम्म यो चाहिँ माछा भेटिएको छ। र सिजनल ब्रिडर हुन्छ, जुन टु अगस्त, यसको चाहिँ ब्रिड गर्ने टाइम चाहिँ जुनदेखि अगस्त हो। अनि टेम्परेचर 25 देखि 30 डिग्री सेन्टिग्रेडसम्म टेम्परेचर भएको बेला। त्यस्तै गरी अर्को छ हाम्रो नैनी अर्थात् मृगल माछाको चाहिँ के छ भन्दाखेरि हामीले यसको वैज्ञानिक नाम सिराइनस मृगाला हो। भनेपछि यो चाहिँ रहु जस्तै देखिन्छ। यसको चाहिँ नन फ्रिङ्ज लिप हुन्छ। बडी कलरमा चाहिँ ग्रेइस अन डोर्सल साइड एन्ड व्हाइटिस अन बेली, नट रेडिस एन्ड रहु। यसको चाहिँ बेली साइडमा चाहिँ अलिकति व्हाइटिस हुन्छ, तर रहु जस्तो रातो हुँदैन। बटम फिडर हो, ओम्निभोरस एन्ड फिड अन डेट्राइटस डिकाइङ। यसले चाहिँ डेट्राइटसहरू बढी खान्छ, डिकाइङ प्लान्ट म्याटरहरू। यो चाहिँ कोलम फिडर भएकाले चाहिँ यस्ता चिजहरू चाहिँ बढी खान्छ। बटम फिडर भएकाले चाहिँ लार्जेस्ट साइज 90 सेन्टिमिटरको 30 केजीसम्म यसको ठुलो माछा प्राप्त भएको छ। ब्रिडिङ बिहेभियर एन्ड म्याचुरिटी सिमिलर टु रहुको जस्तै यसको ब्रिडिङ बिहेभियर र म्याचुरिटी उस्तै हुन्छ। यो हो हाम्रो चाहिँ नैनी। अब चाहिँ हाम्रो कत्ला आयो, अर्को एनोदर कत्ला, लेबियो कत्ला यसको वैज्ञानिक नाम हो। फास्ट ग्रोइङ फिस अमङ कल्टिभेटेड कार्प, हाम्रो कार्पहरूमध्ये सबभन्दा छिटो हुर्कने चाहिँ जात हो। त्यस्तै गरी यसको बडी चाहिँ के हुन्छ भन्दाखेरि ल्याटरली कम्प्रेस्ड बडी विथ म्यासिभ हेड, टाउको एकदमै कम्प्याक्ट हुन्छ। भनेपछि लार्ज अपटर्न माउथ, नो बार्बेल हुँदैन। एन्ड लिप्स आर नट फ्रिङ, सेम रहु जस्तो के अरे नैनी जस्तो हुन्छ, नट फ्रिङ। त्यसपछि बडी कलर इज ग्रिन्स टु सिल्भरी अन अप्पर साइड एन्ड व्हाइटिस अन बेल्ली। सर्फेस फिडर, फिड जुप्लाङ्टङ हो। यो चाहिँ हाम्रो जुप्लाङ्टङ फिडर हो, फिड्स हो।